थोइहाल्छु कि दामी मान्छ यो कालो गिर यस्तो बनाएर दिन्छ ओ माइ गॉड दामी देखेँ हेर न यहाँ धुवामा यस्तै मैले एकचोटि यस्तो गर्थेँ होइन गाइस कुकुरहरू भनेको चाहिँ थाहा होला नि गाइस पछि भएको छ कि ल आइज गयो गाइस मैले स्क्याम हानिसकेछु तर हातैभरि यस्तो भयो गाइस यसलाई चाहिँ खानुपर्छ बाहिर यस्तो कुकुर फ्रेन्डली कुकुरहरूसँग खेल्नु हुँदाखेरि फ्रेन्डली भयो भनेखेरि पछि लगाएर गाह्रो हुन्छ गाइस त्यो दिस इज नट जस्ट फर कुकुर है गाइस हुन्छ गाइस भागेर कुकुरले हान्नु पर्यो उडिन्छ भाग्थ्यो के अरे वहाँ पुग्यो हेर्नु एकछिन वहाँ पुग्यो कहाँ गयो वहाँ पुग्यो ए अर्को कुकुर देखेर बोका फ्रुटीवाला कन्टेन्ट गर्ने भनेर क्या भाइ आज आएकोमा फ्रुटीवाला कन्टेन्ट गर्ने भनेर के ए बुझेनस् निकाल्नु एउटा फ्रुटी त्यो गर्न त डान्स सिक्नु परेन डान्स ल डान्स चाहिँ आइहाल्छ नि ए त्यो ढुक्क गइहाल्छ त्यो जाओ त होइन त्यो भिडियोको अस्ति हेन्सी हुने हो कि हेन्सी त हामी छौँ त अनि होइन कि अलिक कपडा नि छ त अनि कपडा छ त तेरो कपडा यतिको भइसक्यो कि जाँदैन मेरो नि फेरि कन्टेन्ट बन्छ गाइज हाम्रो लाइभ अपडेट हेर्नको लागि चाहिँ इन्स्टामा फलो हाल्नुपर्छ है त के ल योभन्दा बरु पहिला यसको कति हो 20 रुपियाँ 20 रुपियाँ हो खाइदिनु न त आधा गरेर खाम है त आधा कि म त आधा खा म आधा खानु 10 रुपियाँ त नि हाल मैले 10 रुपियाँ हाल्छु त 10 रुपियाँ तेरो दोकान त हो फेरि मिठो भयो भने दिन्छु ल खोल्छ ल ओके खायो तेरो खस्यो तेरो खस्यो यसको चाहिँ खसिसकेको छ अब यो चाहिँ मेरो सप दिन्छु खस्या त्यति खाँदा त्यसो भए 20 रुपियाँ तैँले सबै दे म 1 रुपियाँ दिन्छु त्यो खसेको खा खसे खा त उयोले त भ्याइदिएको आज त मलाई आज नै हो यहाँ आज त कहाँ खानु पर्छ नि त ल हुन्छ ल खा मुसन न त राख्नु ल आदि नि छैन धेरै नै तेरो धेरै नै खसालिस छ तपाईँले हालिदिने त्यही हो यसो म मेरो दाँतले त यी बिर्सिसक्यो तर आधी यति खानु त बाँडेर जे कुरै बाँडेर खाएर चाहिँ मिठो हुन्छ कि ठिक छिटो खोल फेरि गर्दा एकचोटि को गयो भर्खर पक्की गयो जस्तो छ है पुरा पक्क्यो नि हाम्रो स्कुलको के पक्केकै पक्दैन छिटो गर्न खाइदिउँ न यार एउटा रिटा हानेको के अरे यसले त दिन्न कि क्या हो यार नदेला जस्तो च्यात्न सक्दैन च्यात्न पनि यति स्याहार च्यात्थ्यो कि दिनुपर्छ नि त हेर्दाखेरि यस्तै देखा कि आफ्नो हातमा हाल्यो अनि किन फालिस् होइन बोक्रा हो ए ल साह्रै चाहिँ बबो खान्न खाँदै मा यतिकै फोडेको नि कहाँ खान त मैले कहाँ खान्छु त नि यतिकै कहाँ खाएको छ नि ए खाँदै खान्न मैले यो बराम पागल रहेछ यो पागल म त ट्राई म त चाक्छु भनेको त मेरो दाँतले हुन्न पहिला भनेको त मैले राम्रो यत्रो फोडेको एउटा खानाको लागि हो मेनाले खान्छु कि खान्छु भन्छ लास्टमा त्यो एउटा दाना खाएर मैले हेल्दीको खान्छु भनेको उ त्यो खोलामा बरु पिनट बटर एक चम्चा कहाँ उत्याउ बटर दिएन त तैँले कतिमा दिन्छ जस्तो नि दियो भने डिस्काउन्टमा दिन्छु कि त डिस्काउन्टमा तँलाई घाटै हुने गरेर दिनु त हुन्छ
मिठो पनि छैन मिठो पनि छैन गाई चाहिँ 5 रुपियाँको हो यस्तो गरिब छ यो बा 5 रुपियाँको मात्रै निकाल्छु कि राम्रो 20 रुपियाँको एउटा पिनट बटर निकाल भनेको दिएन कि तर खाम न एउटा पिनट बटर तैँले खाना त हुन्छ नि बसी जसै त मलाई एकदम थियो नि त्यसपछि त खान त्यो घर हैन छैन किन्न त दिएन त अनि डिस्काउन्टमा लैजा दिएन त तँलाई घाटा हुने गरेर दे न त म लैजान्न त्यस्तो डिस्काउन्ट छ भने चाहिँ दिएकै नत्र लैजान्न त्यो भनेको 100% डिस्काउन्ट है फेरि डिस्काउन्टको लागि जानुपर्छ थाहा भाग्दियो नि त लिएर के गर्नु पर्दैन ल स्निकरलाई कति हो भन्नु बरु स्निकरलाई कति हो 100 100 50 खालको छैन 50% छ नि होइन कि 50 रुपियाँ खालको के छैन हैन तैँले 5 रुपियाँ हाल 5 रुपियाँ मात्रै अरू सब मैले हाल ल क्यामेरा भनेको छु त ल दे नि त सक्नुहुन्छ मैले चाहिँ 5 रुपियाँ दिएर स्निकर खान्छ यो यस्तो नटी स्टार 5 रुपियाँ पनि पर्दैन होला नि त 10 रुपियाँ हो त्यो फोड्ने होस् साँच्ची खाने होस् खानु त अन्त देश खानु पर्दैन त नि 5 रुपियाँ है त मलाई 5 रुपियाँ दे तैँले 5 रुपियाँ हाल धेरै हुन्छ होइन ल आधा तर मैले खान्न क्या उयो मैले भित्र नै छ यार मेरो गले आइज आज धेरै यो साइक्लिङ गरेर आएको आज म यो साइक्लिङ गरेपछि चाहिँ ऊ खानुपर्छ सुगर चाहिन्छ कि बडीमा भात खान छोरा है अब यो वाला यसले गरेको मैले खाइस् त अनि 5 रुपियाँ हालिस् तैँले मैले अरू हाल्यो बाँकी भएको सब मैले हाल्यो त्यसले कति हो नि 100 रुपियाँ हो क्या 50 वाला होला उस्तो हावा 100 रुपियाँ नभडै यो चाहिँ उयो नभडै औकात छैन म आधी हाल्ने हो सही हो काले नि घरको यो काम गर्छ फ्रिज गर्दैन है फ्रिज हो यो अनि यसले नि कुलर गर्छ नि त फ्रिज होइन बाबुला यो थाहा कि यसले तर उ गर्छ कि टेम्परेचर मेन्टेन गर्छ नि थाहा होइन ल हो त लौ यो तर बिग्रेको वाला रहेछ राम्रो खालको चल्छ यस्तो रहेछ बाहिर यहाँ बच्चाले चोर्दै राख्नु परेको मिठाई राखेर चोरिदिन्छ मलाई बच्चाहरू फटा ल यो म 50 रुपियाँ दिन्छु कति रुपियाँ दिइदिनुहोस् 100 रुपियाँ थाहा पैसा दिएन यार खोइ त पैसा दिन्छु त भने दिँदै दिएन हो नि ल बाल भएर म त तेरो घर थाहा भोलि आइज है त हुन्छ गरिबलाई दिइरहेको छु कि मैले 100 रुपियाँ आज फेरि खोजी मैले हेरेँ कि कट गरेर त्यो पातहरू मात्र हाल्ने कि कट गरेर त्यो पात मात्र हाल्ने कि ल 10 रुपियाँ दियो हुन्छ नि होइन 10 रुपियाँ दियो भने चाहिँ यो दिन्छु त ए स्निकर त भयो ल स्निकर त राख ओके तर खानुहोस् नि होइन स्निकर त खाना नि खानु मात्रै ओके खाना नि खान्न यसले त्यो पैसा महँगो भएर होइन कि खाँदैन खाने भएर पैसा त सस्ता हो नि होइन त्यो पैसा म गयो घर रात परिसकेर अँध्यारो भइसक्यो त ल भाइ बाई बाई स्निकरको चक्करमा तेरो मोबाइल जान्थ्यो अहिले जान मेरो मोबाइलले छुन सक्दैन नि ल भाइ आजको लागि यति नै भाइ